शादी होने वाला पता नहीं भयो थ्याङ्क यू गाइस वेलकम ब्याक टु माई च्यानल अनि आज चाहिँ हामी जान्दैछ एकान्त कुना गरेको चाहिँ कोटेश्वरको भाटबडी नै हो अनि यहाँ मेन्टेनेन्स हुँदै रहेछ सो त्यहाँनिर चाहिँ अस्तिको त्यो के भन्ने आन्दोलनले गाडी चलाएको ठाउँ चाहिँ यहाँ थियो म मर्निङमा आउँदा चाहिँ त्यहाँ गाडी थियो बट अहिले चाहिँ उठाएछ गाइस चाहिँ यो एकान्त कुनामा हिँडिरहेछ तपाईँको हाल देखाउनु न कसले गर्दा भयो म्यामको चाहिँ घाउ भयो म्याम आउनु है दुईजना म्याम चाहिँ यता अगाडि त्यसो हावा कस्तो राम्रो आएको झन्डै आएन मलाई त सो हामी चाहिँ आयो अहिले खोइ यहाँ खोइ यसको भोट उरी चुप्पामा आयो गाइस यो सामानहरू चाहिँ हामी चाहिँ अहिले एकान्त कुनाको यो एकदमै चलेको उरी चुप्पामा आइपुग्यो यहाँ चाहिँ अलिक सानो रहेछ अनि यसकै अर्को सप खोलेको रहेछ आउने अर्को सप खोलेको रहेछ यहाँ हन्डाको यहाँनिर अनि हामी चाहिँ त्यहाँ जाँदै गरेको गाइस यहाँ आउनुको लागि चाहिँ टक्क एकान्त कुनामा झर्ने अनि एकान्त कुनामा झरेर यहाँनिर छ भन्नुहुँदै थियो यसको न्यू स्टोर चाहिँ बट कहाँ रहेछ अलिक यो त कर्नरमा भएन गाइस उरी चुप्पा नाम पनि के राख्नु आएको है म्याम के नाम राख्नु आएको होला पहिला यो चाहिँ भर्खर खोलेको न्यू स्टोर जस्तो छ यसकै ब्रान्डको अनि हामी चाहिँ आइपुग्यो वा So guys, oh my god, crowd. So guys, earrings को राम्रो कलेक्सनहरु रहेछ सानो मम्मीसँग हात समाइरेने ल अनि चाहिँ ब्याङ्गल्सहरुको कलेक्सन रहेछ हातको स्टेनलेस स्टिलहरु देख्दै रहेछ कतिको हो तिलरी म्याम डगीहरू आएको हेर्नु न भयो सो गाइस यहाँनिर चाहिँ यस्तो के कलेक्सनहरू छ मलाई छड्के स्टाइलको चाहिँ राम्रो लाग्छ मेरो शादी हुनेवाला म्याम म्यारिडले चाहिँ रेड लाउने हो अनम्यारिडले चाहिँ यो कलर होइन यही हो अनम्यारिड लाउने हुँदैन अनम्यारिडले पनि लाउँदैन धनी भयो त सुनको धनी भयो थ्याङ्क यू गाइस दिस इज माई शपिङ म्यामहरूले चाहिँ अघि ब्यागमा हालिसक्नु भयो खै वेज गायत्री म्याम म्यामको इङ्गेज भयो आज कहाँ जानुभयो गायत्री म्याम हामी जाउला खेल जाने हिँड्दै यहाँबाट यो के हो भने एक्सक्युज मी एकान्त कुनाबाट यहाँ भित्र जाने हामी म्याम यो जाउँ न यो जाउला खेल जाउँ कस्तो राम्रो छ क्या म्याम उयो ग्रिनवाला चलो इधर से चलो हामी चाहिँ यही ग्रिनरी हेर्नुको लागि हामी हिँड्दै आएको एकान्त कुनाबाट सो वाउ कस्तो राम्रो मलाई चाहिँ यस्तो एकदमै राम्रो लाग्छ गाइस सबैजना चाहिँ आफ्नो धुनमा हिँडिराख्नु भएको छ एन्ड कति दिनको बादमा मैले हरियो देखेको जस्तै भयो हिँड्दै होइन मलाई त मजा भयो गाइस कति सानो गाडी हेर्नु न म्याम जाउला खेल हो यो जाउला खेल आइसक्यो हामी म्याम त्यसो गर्नु पाउँदैन तपाईँ किन टिप्नु भएको यु हेभ टु पे नाउ दिस इज रङको पार्क उयो हो त 5 minutes नट मोर देन 5 हामी कहाँ बस्नुहरू चाहिँ यहाँनिर म्याम सुन्दा म्याम आउनु यहाँ बस्नु यहाँ बस्ने पो भनेको त खाली गरिदिनु भयो चिल गर्ने टाइम इट्स चिलिङ टाइम गाइस कति राम्रो सालो बाद मैले त हरियो देखेको जस्तो भयो म्याम के भन्नुभएको नजाने कति सालो बाद मैंने देखा ये हरियाली 5 minutes जति अनि त्यहाँदेखि फेरि हामी जानुपर्छ हिँडेर we are planning to visit Lagankhel market also guys. Ma'am, net छ
कलरफुल गाइस। हाम्रो डान्सर म्याम चाहिँ फेरि नाच्नु थालिहाल्नु भयो। गफ गरौँ न कस्तो राम्रो वेदरमा, केही गफ गर्नुहोस् त। नाइस वेदर है आज यस्तो राम्रो ठाउँमा आयौँ साह्रै राम्रो यस्तो थिएन पहिला चाहिँ अहिले चाहिँ राम्रो भएछ कोटेश्वरमा पनि हुनु न है म्यामको इङ्गेज भयो गाइस। अब हामीले दुल्हा चाहिँ बादमा उयो देखाउँछ। वाट इज दिस गेस खानेकुरा तिमीलाई म्याम खानेकुरा यसको त अब हामी चाहिँ यहाँनिर टिकटक बनाउनु गइरहेछ गाइस। म्याम अब यहाँदेखि यहाँ भित्र गयो भने त लगन खेल्दै एकैछिनमा आउँछ त। सो गाइस यो चाहिँ नयाँ खोलेको एभिन्यू 88 नयाँ मल रहेछ अनि हामी चाहिँ जान आँटेको। बबल टी पनि पाउने रहेछ म्याम। बोबा एक्स्ट्रा बोबा चाहियो कि डबल बोबा चाहियो कि के चाहियो? अब मलाई कस्तो भनेको मलाई लोभी छ भन्दैछ गाइस। के भयो फेरि खिचिदिनु? हामी चाहिँ रुम फर्किँदै थियो बट रुम फर्किँदा फेरि हाम्रो डिसिजन चेन्ज भएर यहाँ घुम्न आइपुग्यो लगनखेल मार्केट। हेर्नु न तपाईँ यो चाहिँ हो हाम्रो माछा किन्न आएँ गाइस। मैले धेरै भयो माछा नखाएको एन्ड आई लाइक फिस।